मैले सुनेको फेरि एकपल्ट यसलाई 3 महिना रेडी थुन्नुपर्छ भनेर भन्थे। मैले अहिले हस्पिटलको 4 महिनाको तलब खुवाउन सकेको छैन। 50 करोड भन्दा माथि पैसा सकेछु मैले। कसले गर्छ? देशका लागि, अर्काका लागि 50 करोड रुपैयाँ पैसा कसले खर्च गर्छ? ल निस्किनुहोस् त कोही। म अहिले पनि भन्छु, मेरो कमान्डर पद कसैले लान्छ भने म अहिले चेक काटेर 10 करोड दिन्छु। राज संस्था ल्याउने र हिन्दू अधिराज्य ल्याउनको लागि मैले भने नि, मभन्दा माथि कोही आउँछ भने म अहिले पनि तयार। म 10 करोड रुपैयाँ दिन्छु। म गएर आनन्दले झापा बस्छु। आन्दोलन पार लौ। यो देश एकीकरण गर्नलाई सहयोग गरेको, देश जोगाउनेको सन्तान हो म। र तपाईको अघि म हिँड्छु। तपाईलाई लाग्ने गोली म थाप्छु। तपाईँ हिम्मत नहार्नुहोस्। मेरो श्री सम्पत्ति सकेर पनि म लड्छु भनेर भने। भेट्छौ भने नि सिना छाती तानेर भिड न। मिल्काको राजा बोलिदिइसक्दाखेरि तँलाई नागार्जुनबाट कटाउँछु भनेर शब्द आउँथे। मैले त्यही दिन भनेको थिएँ, खबरदार राजालाई आजदेखि नागार्जुनबाट कटाउँछु तिमीले भन्यो भने तिमीलाई बालकोटबाट लात्ताले हानेर खेद्छु भनेर भने मैले। त्यस पछाडि कहिल्यै आएन आवाज। म चाहिँ खेर जान दिन्न। अब अरूले के गर्छन् मलाई थाहा छैन। तपाईँहरू सबैले छोडे पनि एक्लै लडिराख्छु, तर राज संस्था चाहिँ स्थापित गराउन छोड्ने हो। त्यो सङ्कल्पका साथ हिँडेको मान्छे हो। मानव क्रान्ति एक्लै हुँदो रहेछ। एक्लै जब क्रान्ति उत्सर्गमा पुग्छ नि, अनि अघि ती भाग्ने, आत्मसमर्पण गर्नेहरू कुनै कुनै बाटो, कुनै कुनै उहरू पक्रेर